हेरेको छ यो पाप धेरै बेरसम्म टिक्दैन हेर्नु अस्ति हाम्रा यी लालाबाला यी आमाहरूका काखरी दिएका यी 14 वर्षका बच्चाहरू मर्दाखेरि कति रोका छौँ हामी पनि ती आमाहरू कति रोका छन् अहिलेसम्म हाम्रो प्रधानमन्त्रीज्यूले यहाँ यस्तो भयो पनि भन्नुभएको छैन हो बरु के भन्नुभयो भने चाहिँ अलिकति सुनेको है अहिले विदेशमा गण्डगोल हुँदाखेरि चाहिँ रातभरि निद्रा लागेन अरे ती बच्चा मलाई निद्रा लाग्यो उहाँलाई उनीहरूलाई खोजिकन यिनीहरूलाई कारवाही गर्नुपर्छ निर्मला पन्थको पनि गोली हान्नेलाई कारवाही हुनुपर्छ। फाल्टु मान्छेको जागिरमा नलाउने आफ्ना लाएर राख्ने अनि त्यस्तो गर्न पाइँदैन। जसले लिखितमा पास गर्छ त्यो जागिरमा जान्छ। विधिको शासन हुनु पर्यो। विधिको सेवा भिडाउनु पर्छ। भ्रष्टाचार गर्न पाइँदैन। यो अन्याय गर्नेलाई चाहिँ कानुनका दायरामा लानुपर्छ। जो अन्याय गर्नेलाई तेरो मेरो भन्ने छैन रोकथोक गरेर विधान लेखिनु पर्यो। विधिको तपाईँहरू घन्टीमै भोट हालेर चाहिँ अहिले यहाँ समर्थन गर्न आउनु भयो कि बाल्यले जित्नु भयो भनेर घन्टीमै हालेको मान्छे आएका छन् सबैजना। मान्छेको अनुहार आफै डाउन भएको छ यसरी हामी छाती फुकाएर उहाँहरूले बोल्न नै सक्नुहुन्छ। एकदम सही हो।